गाइस, वेलकम बैक माई यूट्यूब च्यानल। जस्तो कि हजुरलाई मैले अघि भन्नाले त्यो भिडियो देखाएको थिएँ हजुरलाई। हाम्रो यात्रा कहाँको छ भनेपछि जलजलाको यात्रा छ। जस्तो कि हाम्रो जलजलाको यात्रा छ होइन, हाम्रो फ्यामिलीहरू जान लाग्छन्। छोरो नजाने भनेको छोरो पनि जान लाग्छ। हात यस्तो भएछ, यस्तो अप्ठ्यारो बाटो छ। बच्चाहरू कति धेरै छन् थाहा छैन कस्तो छ। अनि त्यसपछि यहाँ ठुली जान लाउनु भएको छ। अनि त्यसपछि मम्मी हुनुभयो। हाम्रो यहाँ थोरै सामान यता छ, अनि त्यसपछि थोरै यो सामान भयो। अनि त्यसपछि हाम्रो यो हुन सक्छ हाम्रो यो पछाडि यो माइली जान लाउनु भएको छ। भाइ हामीलाई छोड्न आएको छ। यो भेरो यिन दुईवटा भेरो जान लाखन्। गाइस, फाइनली हामी आइपुगेका छौँ। हामी यहाँ बसमा छौँ। दिदी म अगाडि, मम्मी र नानी बस्नु भएको। अनि त्यसपछि माइली दिदी चाहिँ यता अगाडि, यता ऊ अगाडि। के छ हाल खबर? कहाँ हो जल्लाको? कतिजना हुनुहुन्छ रट्टली? ल ल ल ल ल धन्यवाद छ। गाइस, हामी फाइनली यहाँ यता के भन्छन् खाना खाने दारकोट खाना लागि रोकिया छ। दारकोट आइपुगेका छौँ। खाना खानाको लागि रोकिया छ। हामीहरूले घरैदेखि बनाएर ल्याएको थियौँ। यसमा छ हाम्रो खानै सकिन त्यसले। यिनीहरू कहिले हगाउने रहन्छ? बाबु भित्र बस्यो। छोरी जाडो छ यतातिर, लास्टै जाडो छ। गाइस, हामी यहाँ चुला के हो र दारबोट आइसकेको छौँ। एकदमै चिसो मौसम छ, हेर्न सक्नुहुन्छ हजुरले। एकदम अँध्यारो भइसकेको छ, रात परिसकेको छ। टाइम कति भयो? यहाँ 9 बजी होला। 9 बजिसक्यो। हामी खानाको लागि रुकेछ। बस खानाको लागि रुकेछ। हामी त घरदेखि बनाएर ल्याएको थियौँ। अब एकछिन पछि खानासाना खाइकन अनि हामी लाग्छौँ हाम्रो यात्रातिर। यसले हेर्न सक्नुहुन्छ यो के हो, यो शहीद रोल्पा के छ हेरौँ। दामी। फाइनली गाइस, हामीहरू यहाँ आइपुग्यौँ। रातिको 3 बजी आइपुगेका थियौँ। अनि त्यसपछि हामी रातिको 3 बजी आइपुगिकन हामी गाडीभित्र सुत्यौँ 2-3 घन्टा। त्यसपछि हामीहरू अब चाय नास्ता पानी खाइकन अब एकछिन यहाँ भेडाहरूलाई घाँस पानीहरू के खान्छ त्यो दिने। अनि त्यसपछि यही बाटो जान्छ माथि भाइ? बाटो जान्न। कहाँबाट हो त? त्यही यही रोड आधा बाटोसम्म गाडी जान्छ, त्यसपछि हिँड्दै जाने नि लेकसम्म नि हो नि। पानी कस्तो पर्छ त गाइस। हामी थाबाङमा हेर्नुहोस् भेडा चराउँदैछौँ। टोटली यो सबै जाने उता हो माथि जलजला मन्दिर। हाम्रो भेडा यिन दुईवटा अरू सबैजना यतिजना हेर्न सक्नुहुन्छ। उता माथि रोल्पामा यसो पहाडमा थाबाङको पहाडमा हेर्नुहोस् कस्तो कति साना घर। आमा हेर्नुहोस् गाइस। अब हामी कतिखेर हिँड्ने कतिखेर थाहै छैन। गाइस, हामी यहाँ खोलामा आएको छौँ। नुहाउन चोख यतातिर नुहाइधुवाइ पुरानो तलको रहेछ। हामीहरू आएको छौँ यहाँ खोला नुहाइधुवाइ गर्न। हे बाबा, हेलो नानी कता गयो? अब हाम्रो यहाँदेखि यात्रा सुरु भयो। हामी यहाँ थाबाङ खोला पुलदेखि स्टार्ट। हाम्रो सामान यति थियो नि, हे भगवान सकिनौँ हामी त, बोक्न सकिनौँ बच्चासँग। हे भगवान कसरी जाने? हामी जङ्गलको बाटो हिँड्दैछौँ। हेर्न सक्नुहुन्छ हजुरले कति छ, अब अझ कति छ हे भगवान। गाई चाहिँ हाम्रो आमा गाई हेर्न सक्नुहुन्छ। यही खोला यस्तो छ बाटो। हालत यस्तो भइसक्यो, हिँड्न नसक्ने अवस्था।
अगाडि गइसक्यो हाम्रो पल्टन, अरू पल्टन पछाडि। हेर्न सक्नुहुन्छ त्यो एक्सिडेन्टमा परेछ, यो के भयो यस्तो। यो सामान बोकिकन यस्तो हालत भइसक्यो हाम्रो, ठारै उकालो। हामी यस्तरी हिँड्दैछौँ, धौ भयो त्यही धौ भए पनि हे भगवान् के गरी हिँड्ने हो। म घर छैन बाबु, मर्ने जस्तो भएछ हालत। छोराछोरी के गरी हिँड्याछन्। दुईवटा झोला बोकेको छु मैले, दुईवटा। अरू मम्मीले कति धेरै। यो अझ त यो राम्रै छ बाटो, तलको बाटो त पुरा ठारो बाटो, धौको आइया छ। अब आधा छ, यस्तो छ ठारै उकालो। के गरी हिँड्ने हो हे भगवान्। फाइनली गाइस हामी पुग्नवाला छौँ। हे भगवान् के गरी जाने हो, म त थकिएँ, म सक्ने भएँ। यहाँ ध्वजा लगाउने ठाउँ रहेछ यो। यो ध्वजा लगाउने ठाउँ रहेछ। अब हामीले खै हाम्रो ध्वजा तपाईँको त बेसुमा हाल्यो र गाइस। हेर हे भगवान् मरितरी गरिकन के गरी आइयो गाइस। हजुरले हेर्न सक्नुहुन्छ जल्दरा यस्तो छ, बेड दिएल छ। ओ माई गड के हो यो तल रेसे? त्यो हो के हे भगवान्, फुल्टी बिहा खानु कस्तो राम्रो। हे भगवान् के गरी आइपुग्यो। आउने त आइयो, 10 घन्टाको बाटो आइयो। हे भगवान् के गरी आइयो। मैया हेलो गरिदियो के भयो मेरो छोरो? अब भयो, अब आइयौँ है। अब कप्पा फेर्ने अनि है मेरो छोरी ज्ञानी छिन्। के गरी आइ हे भगवान्, सफा गरिदिनु है। यस्तो छोरी हे भगवान्, 4 वर्ष हिँड्दै आइछ। आइज छोरो हो, आऊ ऊ छोरो जाडो मान्दैछ नि त। छोरी गाइस फाइनली हामी आइपुग्यौँ। यो हो बाह्रपराहा। मम्मी गाइस हाम्रो रातिको यो मेरो छोरी यहाँ, मम्मी यहाँ, दिदी त्यहाँ, बाबु यहाँ, अर्को यस्तो छ बिजोग छ। के गर्ने यस्तो ठाउँमा यहाँ चाहिँ यस्तो छ है। त्यही पनि धेरै राम्रो हाम्रो लागि नि। सब हामी यो के भन्छ नि, यो लेडिज बगाल धुवा छ, पुरा धुवा छ। के गरी सुत्ने हो हे भगवान्, के गर्ने साथीहरूले छ यो जलजलाको बढी आइयो। हामी बिहान जलजलाको बिहान 4 बजेको 4 बजे उठिकन हातमा 1 लोटे पानी हातमा धोइकन यहाँ जनता पार्टी हेर्न सक्नुहुन्छ। बिहान उठिकन यहाँ लाइन लाग्नु भएको छ। टोइलेटको लागि लाइन लाग्नु भएको छ। टोइलेटको लागि यहाँ अझ धेरै भक्तजनहरू आउँदै हुनुहुन्छ। पानी फेरि यस्तो छ नि, आमा कस्तो छ पानी? रातो छ, फ्रिजमा हाले भन्दा पनि चिसो छ। अनि नुहाउने हो कि नै त? नुहाउने हिजो थापा खोलामा नुहाएँ, आज त सकिन नुहाउन। विचार गर्न एकछिन मुड मनमा श्रद्धा भएपछि कसैको केही लाग्दैन रे क्या। मेन मन्दिरमा हामी पूजा गरिसक्यौँ। अब बाहिर जान लाग्छौँ हामीहरू। यति चिसो छ नि हेर्न सक्नुहुन्छ हजुरले। यो मेन जलजला मन्दिर हजुरहरू हेर्न सक्नुहुन्छ गाइस। रुख बिरुवा एउटा छैन, सिर्फ घाँस सानो। यति राम्रो ठाउँ छ गाइस। हामी अर्को मन्दिर आइसकेका छौँ भनेर सक्नुहुन्छ। 10-15 मिनटको बाटो रहेछ। जस्ट यतातिर पोखरी
हामीहरू मात्रै पछि रहेका छौँ। ओइ हामीहरू मात्रै पछि रहेका छौँ छिटो। और यहाँ पनि पूजा गर्ने बलि दिने कार्यक्रम हुँदैछ। अलिअलि हेर्न सक्नुहुन्छ। यो मन्दिर हामी पूजा गरिसक्यौँ। हाय सक्नुभयो पूजा गरेर? बलि दिदी हुनुहुन्छ। आमा बधाई भयो नि? अब यहाँ ध्वजा लगाउनु पानी भरेर लगाउँलाई। पानी बोतल छ? कहाँ हो त्यो बोतल छ नि? पर्दैन तामी रन्दै। बिचारे मेरो नानी बाबु थाकिगे। मैया नानी यता हेर। अन्सु कस्तो लाग्यो? दामी लाग्यो। यो हो हाम्रो तेस्रो ठाउँ पूजा गर्न आयौँ गाइज। हेर्न सक्नुहुन्छ हजुरले। तेस्रो ठाउँ आइसक्यौँ हामीहरू। अब म त्यहाँ पारि जाने पूजा गर्न। आऊ। अनि त्यसपछि बाबु थाकिसक्यो के बच्चाहरू छ। त्यो मेन मन्दिर फर्स्ट, फिर उता छ सेकेन्ड मन्दिर, यो फिर पारि यो त थर्ड मन्दिर। अनि त्यसपछि यहाँ अब सब गाइज हामी फाइनली आइसक्यौँ। हामी जलजलादेखि हामीहरू हाम्रो जो यो गाडी थियो जहाँ हामी रोकेका थियौँ त्यहाँ हामी आइसकेका छौँ। अब हामी यहाँदेखि घरतर्फ लाग्छौँ। अब हजुरलाई कस्तो लाग्यो यो ब्लग आजको लागि? यति नै। काम लाग्यो भने लाइक कमेन्ट सेयर गर्नु होला।